सरकारले यदि जेनजीको मागलाई पूरा गर्न सकेन, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरेन भने फागुन 21 गतेको निर्वाचनमा सहभागी नहुने भनेर जेनजी प्रतिनिधि मिराज ढुङ्गानाले भन्नुभएको छ। यसै विषयमा बाँकी उहाँले के कुरा गर्नुभएको छ त आउनुहोस् यो भिडियोलाई अन्तिमसम्म हेरौँ है त। धेरैले आज मैले अन्तर्वार्तामा चाहिँ निर्वाचनको कुरा किन गरेँ र सबै ठुला दलहरूलाई चाहिँ किन आउनुहोस् तपाईँ भनेर चाहिँ एक हिसाबले चाहिँ प्रोत्साहन गरेँ, इन्भिटेसन गरेँ भन्ने कुरा आयो। अब त्यो चाहिँ किन भन्दाखेरि एकदम सजिलो कुरा छ। सबै दलको चाहिँ पार्टिसिपेसन भएन भने निर्वाचन सायद सर्ला अथवा केही होला। त्यही भएर उहाँहरू आउनुभयो भने चाहिँ राम्रो हुन्छ र निर्वाचनमा जित्ने भनेको चाहिँ भनौँ न देश जनताले छानेको मान्छेले जित्ने हो है। सो त्यस कारणले हामीलाई त्यो कुराले समस्या पार्दैन। अर्को भनेको चाहिँ हाम्रो एजेन्डाको चाहिँ सम्बोधन नभइकन, प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहिँ सदर नभइकन हामी निर्वाचनमा जानेवाला छैनौँ। त्यसमा ढुक्क हुनुहोस् र हाम्रो तयारी यति राम्रो छ कि यो हुन्छ भन्ने हामी विश्वस्त छौँ। त्यही कारणले मात्रै यो प्रत्यक्ष निर्वाचितको कुरा र निर्वाचनको कुरा, यो निर्वाचनको पनि तयारी त गर्नु पर्यो नि। यसलाई त वैधानिकता दिनु पर्यो, यसलाई त इस्टाब्लिस गर्नु पर्यो यो मुभमेन्टलाई, यो युवाको मुभमेन्टलाई। त्यो कारणले दुइटै गर्नु जरुरी छ। तर प्रत्यक्ष निर्वाचितको कुरा नभइकन हामी निर्वाचनमा चाहिँ जाने छैनौँ। त्यो चाहिँ तपाईँहरू ढुक्क हुनुहोस्।